हेलो हेलो गाइजहरु, आज चाहिँ मसँग यो 5वटा ढुङ्गा छ हैन। यो चाहिँ ढुङ्गा हैन, पहिला जमानामा हामी चाहिँ घाँस काट्नु जाँदा गाउँघरतिर के चेलीबेटीहरुसँग साथीभाइहरुसँग गोटी खेल्ने गर्थ्यौं के। अनि आज चाहिँ याद आएर बिर्सेछु कि छैन भनेर ट्राई गर्न लागेको। अनि पहिला गोटी खेल्दा चाहिँ गाउँमा चेलीबेटीहरुले चाहिँ लास्टै ग्याम लाउँथे क्या। यो चाहिँ 1 टिपे 2 टिपे 3 टिपे 4 टिपे गर्दै लास्टमा चाहिँ ग्याम गर्दा चाहिँ यस्तो गर्ने हुन्छ है। उनीहरुले चाहिँ अनि 5वटै थाप्थे क्या। यहाँ यो चाहिँ जतिवटा यहाँ थाप्यो त्यति ग्याम हो क्या। अनि हामीले चाहिँ यस्तो गर्यो बल्ल 1 2 वटा थापिन्थ्यो, 1 2 ग्याम हुन्थ्यो। अनि चेलीबेटीहरु चाहिँ केटीहरुले चाहिँ उनीहरुको हातमा चाहिँ एकदमै 5वटै यस्तो गर्ने क्या, यस्तोरी मिलाउने है। अनि 5वटै थापिदिने क्या। अनि 5 ग्याम लगाइदिने। आफू मरेर बल्ल बल्ल 4 टिपेमा पुगेर 2टा थापिन्छ, उनीहरुले चाहिँ 5वटा थापिदिन्थ्यो अनि 5 ग्याम लगाइदिन्थ्यो क्या। यस्तोरी 1 ग्याम यस्तोरी खेलिन्थ्यो है गोटी। यस्तोरी छर्ने हैन। अनि यस्तोरी यो चाहिँ मर्यो है यस्तोरी फेरि। अनि यो खेल्दा चाहिँ यसरी यो चाहिँ छुनु भएन के। फेरि यो फालेर टिप्दा अर्को टिप्दा चाहिँ छुनु चाहिँ भएन। यसरी यस्तोरी सिद्ध्यायो अनि यसरी फाल्यो। फेरि 5 चोटि कि कसरी गरेर चाहिँ अनि यसरी खेलिन्थ्यो क्या गोटी। कोकला आउँछ। अनि भरे चाहिँ 2 टिपे हुन्छ, यस्तोरी 2टा टिप्नु पर्यो। अहिले चाहिँ बिर्सिसकिएछ क्या। यस्तो गरे है, यस्तोरी 1 अनि एउटा चाहिँ टिप्नु पाइन्छ, एउटा चाहिँ डबल टिप्नु पर्यो। अलि देखिएन होला यहाँ है। 2 टिपे अनि 3 टिपे हुन्छ फेरि यहाँदेखि 3टा टिप्नु पर्यो एकैचोटि। यस्तोरी अहिले त टिप्नै सकिँदैन। यस्तरी 5वटा गोटी खेलिन्थ्यो है गाइजहरु। अनि अर्को पनि हुन्छ यस्तो गर्दै यस्तो छिराउने पनि। हस् त गाइजहरु, नमस्कार।